सूर्य जङ्गी निशान हाम्रो जिउँदो रगत सरियो ढल्दो यो शान हाम्रो। नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। म मन्दिरा बुढाथोकी। आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा अल्ट्रा धावक जमादार वेदबहादुर सुनवारसँग गरिएको कुराकानी र भर्खरै सम्पन्न भएको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित 44औं जुनियर डिभिजन तालिम पूरा गरेका बिर्तामोड झापाका छात्र तेज अग्रवालको अनुभव लिएर उपस्थित भएका छौं। कार्यक्रमलाई अगाडि बढाउँ नेपाली सैनिक गतिविधिबाट। सेवा दलद्वारा सञ्चालित 44औं जुनियर डिभिजन तालिमको तेस्रो चरण सम्पन्न भइसकेको छ। आफ्नै विद्यालयमा सम्पन्न भएको 79 दिनको तालिम र राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङसिला मोरङमा सम्पन्न 21 दिने वार्षिक सामूहिक क्याम्प पूरा गरी दीक्षित भएका लिटिल फ्लावर इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 9 मा अध्ययनरत छात्र तेज अग्रवालको अनुभव अबको क्रममा प्रस्तुत गर्दैछौं। वीरका सन्तान हामी देशकै लागि मर्छौं। राष्ट्र सेवा दलको सिसम 44औं जुनियर डिभिजनको 100 दिने यस तालिम अन्तर्गत 79 दिने आफ्नै विद्यालयमा भएको संस्थागत तालिम र 21 दिने मोरङको याङसिलामा भएको वार्षिक सामूहिक क्याम्पको तालिमको अनुभव हजुरहरू समक्ष बाँड्न चाहन्छु। सर्वप्रथम नेपालको सन्दर्भमा राष्ट्र सेवा दल नेशनल क्याडेट कर्प्स एनसीसी युवा जनशक्तिको महत्त्व तथा आवश्यकतालाई मनन गरी युवा वर्गलाई सङ्गठित गर्दै सही मार्गमा डोर्याई राष्ट्र विकासमा योगदान दिने अवधारणा लिएर अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श वाक्यलाई सिरउपर गर्दै विक्रम सम्वत 2022 साल कार्तिक 7 गते स्थापना भएको थियो। हाम्रो विद्यालयमा पनि यस राष्ट्र सेवा दलको तालिम हुने भएको थाहा पाउँदा सुरुमा म यस बारेमा अनभिज्ञ थिए। त्यसपछि मैले विभिन्न इन्टरनेटको माध्यमबाट जानकारी हासिल गरेँ र आफ्नो आमा बुबालाई पनि यसबारे जानकारी गराएँ। उहाँहरूको अनुमति प्राप्त गरी मैले विद्यालयबाट फर्म ल्याएर बुझाएँ, जसमा हामी जम्मा 36 जना 18 छात्र र 18 छात्रा छनौटमा पर्यौं। त्यसमध्ये म पनि परे। त्यसपछि 2074 साल असार 19 गते भएको प्रथम प्रवचन र त्यसपछिका दिनहरूमा मैले आफ्नो दैनिक विद्यालयका साथसाथै सञ्चालित तालिममा सधैँ भाग लिए। तालिमको समय विद्यालयको बेलुकी 4 बजे छुट्टी भएपछि 4:20 बाट सुरु हुन्थ्यो र 6 बजेसम्म चल्थ्यो। मैले तालिमको दौरान सुरुका दिनहरूमा केही निकै कठिनाइहरूको सामना गर्नु परे पनि मैले पढाइ र साथसाथै सबै कुराहरू सिक्नुपर्छ भन्ने भावना ममा आइसकेको थियो र यसमा पढाइको जस्तै अब्बल बनेर देखाउँछु भन्ने भावना ममा जागृत भइसकेको थियो। यस तालिम अन्तर्गत हाम्रा गुरुजीहरू सार्जेन्ट रामकृष्ण बुढाथोकी र नायक सरोज मगर सरले हामीलाई धेरै कुराहरू सिकाउनु भयो, जस अन्तर्गत ड्रिल, खुखुरी ड्रिल, मास पिटी, तेक्वान्दो पिटी, एरोबिक्सका साथसाथै अनुशासित हुने, समयमा मिलेर काम गर्ने, समयको महत्त्व, नक्सा अध्ययन आदि कुराहरूको ज्ञान हामीले हासिल गर्यौं। संस्थागत तालिम अवधि समाप्त भएपछि हामी मङ्सिर 22 गते आफ्नो 21 दिने वार्षिक सामूहिक क्याम्पका लागि पूर्वी तालिम शिक्षालय याङसिलातर्फ प्रस्थान गर्यौं र त्यहाँ हामीले संस्थागत तालिममा सिकेका कुराहरूलाई अझै बढी सुधार गर्यौं। त्यहाँको बसाइ मेरो लागि निकै नौलो थियो, किनकि घरबाट टाढा पालमा म प्रथम पटक नै त्यसरी बस्ने अवसर पाएको थिएँ र त्यहाँ विभिन्न जिल्लाका 15वटा विद्यालयबाट विभिन्न जात जाति समुदायबाट आएका क्याडेट साथीहरूसँगको बसाइमा विविधतामा एकता, युनिटी इन डाइभर्सिटीको अनुभव गरे। मलाई लाग्यो हाम्रो राष्ट्रगानमा हामीले गाउने गरेको सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, यो वाक्यले यहाँ पूर्णता पाएको छ। मानव जीवनमा दुःख र सुख दुवै आउँछन् र दुःखमा पनि कसरी सुख हुनुपर्छ भन्ने कुरा हामीले जानेको हुनुपर्छ। जस्तो सुकै माहौलमा पनि खुसी भएर बाँच्न जान्नु पर्दछ। त्यसपछि पौष 14 गते भएको दीक्षान्त कवच समारोहमा प्रमुख अतिथि प्रधान सेनापति महारथी श्री राजेन्द्र छत्रीज्यू र राष्ट्र सेवा दलका प्रमुख सल्लाहकार उपरती श्री रविन्द्र छत्री PhD ज्यूको उपस्थितिमा दीक्षित हुन पाउँदा एकदमै प्रफुल्लित भएको अनुभव गरे।
यस तालिमले युवा वर्गलाई अनुशासित बनाउने, इमान्दारिता, वफादारिता, नेतृत्व विकास गर्ने अनुभव मैले गरेको छु र त्यति मात्र नभएर यसले सिङ्गो राष्ट्रलाई नै फाइदा पुग्ने पनि मैले अनुभव गरेको छु। मेरो अनुभवले म के भन्न चाहन्छु भने नो इन्स्टिट्युसन क्यान टिच मी सच लिभिङ स्किल्स द्याट एनसिसी ह्याड टट मी। अन्त्यमा म आफू लगायत सम्पूर्ण क्याडेट साथीहरूलाई के भन्न चाहन्छु भने हामीले यस तालिमबाट सिकेका कुराहरूलाई तालिम अवधिभित्र मात्र नभएर आफ्नो जीवनमा पनि लागू गर्नुपर्छ। धन्यवाद। जय मातृभूमि। श्रोता, आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति तपाईको कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। पत्रचार गर्ने हाम्रो ठेगाना हो नेपाली सैनिक रेडियो कार्यक्रम, रेडियो तथा प्रकाशन शाखा, समारोह श्रव्य दृश्य महाशाखा, जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा भद्रकाली, काठमाडौँ। इमेल मार्फत प्रतिक्रिया लेखी पठाउन चाहनुहुन्छ भने armyradio2008@gmail.com। कार्यक्रमको बारेमा प्रतिक्रिया प्रेषित गर्ने यसै ठेगानासँगै आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी सुदीप ढकालसँगै म मन्दिरा बुढाथोकी पनि बिदा हुन्छु। नमस्ते।